छोरी चाहिँले ज्वाइँको जन्मदिन हो भनेर सुनाइदिइहालेछ। सासू र ससुर मिलेर बिहानदेखि ल घुम्न जाने हो, आज त घरमा बस्ने होइन भनेर ऊ गडाङ गुडुङ मासु काट्ने, बुढाबुढी मिलेर मासु ल्याउने, प्याकिङ गर्ने चलिरह। म आनन्दले उबर खुट्टे लाएर बसिरहेको छु। छोरो अब जाने हो घुम्नलाई, बर्थडे मनाउनलाई। गाडीमा सामान हाल्नु पर्यो। ओहो के हाल्यो हाल्न पनि यत्रो बनाएछ त। छोरो ओइ हाई त्यो बाबा नि छोरोलाई उधुम रमाइलो छ होइन त। मामा घरमा आएको छ, घुम्या छ, खान्छ होइन। ए आमा तिम्रो भाग्यमा पनि लेखेकै रहेछ के छोरो, जन्मिने बित्तिकै प्लेन चढ्न पायौ। बाउले 20 वर्षसम्म प्लेन देखाएको थिएन होला। भन्यो भने मान्छेलाई गफ लागे जस्तो हुन्छ। भियतनाम स्वर्गभन्दा कम छैन। ओहो कोहीले बच्चा बोक्ने, कोहीले मासु पोल्ने बोक्ने, फ्यान बोक्ने। मेरो चाहिँ यहाँ बट्टा बोक्नु परिरहेछ। एकजनाले ल्याउँदैछ त्यहाँ मासुको डल्लो। यहाँमा ठाउँ चाहिँ फेरि दामी रहेछ है। यस्तो ठाउँमा यस्तो दामी बसेर हेर्ने ठाउँ, रमाइलो गर्ने ठाउँ, मासु पोलेर खाने ठाउँ प्रशस्त बनाएको रहेछ नि। ओहो मलाई त यो त डेभिड फक्स जस्तो लाग्यो यार। डेन्जर छ, झऱ्यो कि गयो अनि साइड। या भाइ ल मेरो छोरो चाहिँ यहाँ मासुको डब्बा खेल्दैछ। अर्को छोरो चाहिँ यहाँ खाँदैछ। अब यो चाहिँ सबै घुम्ने ठाउँ रहेछ। मेरो सासू ससुरो चाहिँ अब यतातिर आगो बाल्दैछ गरम गरम। ससुरो नाङ्गै भइसक्यो गर्मीले। खाना सुरु भइसक्यो यता। म चाहिँ ससुरो बाउ पुगेको, ससुरो बाउ कता कुद्यो हेरिदिनु खोइ। सालीमायाले यहाँ मेलोन काट्न थाल्यो। यतातिर फेरि एकजना खानालाई तम्सिरहेछ। लियो नोक्को लियो गुवा रहेछ यहाँ छ। पाउरोटी, काँक्रो, पोलेको मासु, मेलोन, सागसब्जी, कोकाकोला सबै छ। हामीहरू सबैजना म चाहिँ मासु पोल्दैछु। ससुरो भयो यहाँ गोरखुट्टी लाएर खाइसक्नु भयो। पछाडि खोलामा पौडी खेल्न आएको लास्ट रमाइलो भइरह। लास्ट डिप छ। ओ माने पे में हूँ, ओ माने पे में हूँ। सबजना अगाएर थाकेर अब डङ्ग्रङ्ग लडियो। अब खुट्टा लम्पचार पसारेर है
अब झ्याली झाम्टा बोकेर अब लाग्यो अब घरतिर सबजना रमाइलो गरियो आइयो पौडी खेलियो मजाले होइन यत्रो साँडे गोरुको जस्तो सास पो स्वासमा भयो हेट मर्ने भयो नाति बोक्ने बाजे पनि स्वासमा गर्दैछ हे गर्दैछ हेट and quack gang on quack सास बल्ल गाडी पार्किङको ठाउँमा आइपुग्यो मेचेट quay tốt đấy tốt đắt quá vâng vâng मेरो क्यामेरालाई हेरेर बुढो ओहो तिम्रो क्यामेरा त राम्रो रहेछ यसले त लास्टै राम्रो भिडियोहरू खिच्छ भन्छ बुढो ओ फ्या पर्दै आउनु भएको छ यहाँमा ओ सालीको हालत पङ्क्चर भइरहेको थियो ध्वस्त पानी पर हो फर्किने बेलामा त झन् हामी खोलामा पौडी खेल्दा खेल्दै बाढी आएन छ बच्चे भगवान् जन्मदिनको दिनै फेरि खलास हुने đâu mà ta tưởng là mình đi từ đầu thác. Đấy, đầu thác thì mình đi từ đâu rồi thì nó chọn thẳng từ đâu nữa.